नमस्कारम स्वागतम हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। आज चाहिँ म कालो दाल भेन्डीसँग बनाएर देखाउन लागिरहेको छु। यसमा चाहिँ टिम्बु र अदुवा पनि हाल्नुपर्छ, एकदम सिम्पल तरिकाले। हजुरहरूले पनि एकपल्ट ट्राई गर्नु होला। हेर्नुहोस्, यो हाम्रो पानी हालिसकेको छु मैले 1 कप है। यो दाल चाहिँ यति, यो लोकल दाल हो। अनि म चाहिँ के गर्छु भने यसरी नै पकाउँछु सधैँ। अनि यो दाल हालेर चाहिँ म अलिकति तेल हाल्छु है। तेल हालेर चाहिँ तेल हाल्छु, अनि बेसन, हर्दी, हालेर चाहिँ म यसलाई बोइल गर्छु है। लु हेर्नुहोस्, हाम्रो दाल चाहिँ अब यस्तो भएको छ है। 3-4 सिटी दिएको मैले, अब यतिको भयो है। अब चाहिँ यसलाई म 1 सिटी दिएर फेरि सेममा पकाउँछु, दाल पाकिन्जेल। दाल सायद रेडी भइसकेको छ है। अब हामी यसमा नुन हाल्छौँ। नुन हालेर हामी यसमा यसलाई यस्तै फिर्छु है म चाहिँ। दाल चाहिँ रेडी छैन। अब यसमा म पानी हाल्छु हो। पानी हालेर चाहिँ हामी यसमा भेन्डी हाल्नेछौँ। अन्त हामी भेन्डी पाकिन्छ, भेन्डी त एकछिनै पाक्छ है। अन्त यसलाई हामी पकाउनेछौँ। तपाईँहरूले त भेन्डी लास्टमै हाल्नु होला। कुकरमा सिटी दियो भने चाहिँ त्यो भेन्डीको जुन प्रकारको त्यो उयो हुन्छ नि, तरल हुन्छ नि। यो चाहिँ मैले फ्रिजरमा राखेको है। यो पिस्नेछौँ हामी अदुवा र टिमुर। यो चाहिँ हामी लास्टमा दालमा हाल्नेछौँ। अब चाहिँ म यसमा उयो पनि हालिदिन्छु, यो टिम्बुर र अदुवा पनि। अन्त यसलाई हामी एकछिन पकाउनेछौँ। त्यहाँबाट माथिबाट घिउ हालेर यो रेडी हुन्छ है। एकछिन भेन्डी पाकिन्जेल हामी पकाउँछु। लु हेर्नुहोस् त, यी देख्नुभयो। अझै यो भेन्डी पाकेपछि अझै यो उयो तरल हुन्छ नि, यो अझै मुलायम भएर जान्छ। यसमा तपाईँहरूले लसुन प्याज हाल्दा पनि हुन्छ, तर मलाई चाहिँ यतिकै मनपर्छ। अब म यो हाल्दैछु घिउ। यो चाहिँ नुहाउने घिउ हो। हाम्रो खानुलाई रेडी छ यो दाल।